मम्मी यो अघिको पिठो हो? हो ए अब यसलाई के गर्ने भन्नु त? अब यो बेल्ने? बेलेर ठुलो बनाएर बेल्ने अनि काट्ने काटेर लो त्यस्तो यसरी बनाउने? सेप बनाएर काट्ने अनि तेलमा डायमन्ड तार्ने। ए त्यही त हेर्नु न मजाले बेल्नु पर्ने रहेछ है। ल पछि फेरि मजा हुने। नै यहाँ चाहिँ पाक्न लागिसक्यो। मम्मीले पकाएर यहाँनिर ग्यास मिडियम हिटमा छ, यो रेडी हुँदैछ। अनि त्यसपछि यो चाहिँ निम्की पाकिसकेको निम्की हो। एकदमै मिठो छ अनि धेरै नै क्रन्ची छ, एकदमै मिठो छ, एकदम मिठो छ। ल मम्मीले काट्दै हुनुहुन्छ होइन मम्मी? काट्ने सेप यसरी काट्ने यसरी यसरी राम्रो बनाएर काट्नु हुँदो रहेछ, सिधा सिधा। यस्तो मिठो निम्की त मैले कहिले खाएको थिइनँ मम्मी, एकदमै मिठो छ। यहाँ पसलमा बनाएर घरमा ताजा होला नि त। ल यसरी काट्ने ए त्यो भिडियोहरू डायमन्ड सेपमा होइन, कस्तो राम्रो काटिदिनु हुँदो रहेछ मम्मीले। यसरी काट्नुपर्छ है। तपाईँहरू पनि यसरी नै पकाएर सबै परिवारसँगै इन्जोय गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच।